अहिले नयाँ सरकारले जुन अहिले TR4 को कारणले अहिले जो बन्द छ नि केरा, त्यो भएर अहिले केरा 70 देखि 75 रुपियाँ दर्जन अहिले बिक्री भइरहेको छ। 3.5 बिघामा यही रेट रह्यो भने 40 करा सुन्छ होला। हाम्रो हावापानी छ यहाँको, हामी 12 महिना पनि केरा उत्पादन गर्न सकिन्छ। अन्तरबालीको रूपमा मैले यसमा उखु लिए र त्योभन्दा अगाडि मैले उखु र गन्ना सँगै लगाउने बेला त्यो बेला मकै लिए। अन्तरबालीले पनि एउटा किसिमको मतलब लागत कोष्ट घटाउन काम गरिरहेको छ। लुबाट बचाउनको लागि त्यस्ता प्रविधिहरूले अपनायो भने हामी पक्कै पनि अब हामीले 12 महिना केरा उत्पादन गर्यौं भने नेपाललाई हामी धान्न सक्छौं जस्तो लाग्छ मलाई। सबभन्दा राम्रो अहिले केरा खेती वडा नम्बर 6 र 4 मा हुँदैछ। त्यसपछि हाम्रो 8 मा पनि छ कि पानी जम्नु भएन। पानी जम्यो भने केरा हुँदैन। त्यहाँ पानी चाहेको बेला जानु पर्यो, हामीले चाहेको बेला रुक्नु पर्यो। केरा खेती यो पाली अहिले मेरो लगभग 3.5 बिघा तयारी अवस्थामा छ अहिले मार्केटमा जाने, र बाँकी चाहिँ 2.5 बिघा अहिले नयाँ थप्या छौं अहिले यो पाली। र विगतमा केरा खेती 2062 सालदेखि चाहिँ निरन्तर व्यावसायिक रूपले गर्दै आइरहेका छौं। विगतमा पनि यो उतार चढाव पनि भइरहेको छ यो केरामा, किनभने अब 2065 सालमा बाढी आयो, त्यसले धेरै क्षति गर्यो। त्यसपछि 66 सालमा आयो, त्यसले धेरै क्षति गर्यो, र 2081 सालमा आयो, त्यसले धेरै क्षति गर्यो। तैपनि हामी व्यावसायिक रूपमा अहिले लडेर भए पनि जसरी भए पनि यो सँगसँगै 2072 सालमा भूकम्पको बेला त्यो बेला पनि धेरै नोक्सान भएको हो। तर पनि हामी अब केरालाई कसरी अगाडि बढाउन सकिन्छ र नेपालमा खाद्य गुणस्तरलाई कसरी अगाडि बढाउन सकिन्छ, खाद्यमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्ने विषयमा यो चाहिँ उतार चढाव सँगसँगै हामी केरा खेतीमा निरन्तर लागिरहेका छौं। र गत सालको कुरा गर्ने हो भने नेपालमा केरा 25-30 रुपियाँ दर्जन बिक्यो, किनभने गत साल हामीलाई घाटा भयो। र अहिले चाहिँ केरा अहिले नयाँ सरकारले जुन अहिले TR4 को कारणले अहिले जो बन्द छ नि केरा, त्यो भएर अहिले केरा 70 देखि 75 रुपियाँ दर्जन अहिले बिक्री भइरहेको छ गुणस्तर हेरेर। तर होलमा हेर्ने हो भने नेपालले मतलब बन्द गर्यो भने हामी नेपाललाई आत्मनिर्भरतिर हामी लैजान सक्छौं। अहिले पनि कञ्चनपुर र कैलाली जो उत्पादन छ यो अहिले सुदूरपश्चिमलाई धान्ने लगभग अहिले उत्पादन भइरहेको छ, र सरकारले यसै तरिकाले बन्द गर्यो भने हामी बिस्तारै पुरै देशैलाई पनि धान्ने स्थितिमा पनि केरा खेतीलाई विस्तार गर्न सकिन्छ जस्तो लाग्छ मलाई। हजुरले यहाँ उत्पादन गरेको केरा कति जति उत्पादन हुन्छ र यो केराहरू कहाँसम्म पुर्याउनुहुन्छ, कसरी पुर्याउनुहुन्छ? हाम्रो केरा यहाँ यो बेल्टको केरा उत्पादन हाम्रो तपाईको जान्छ धनगढी र त्यो अतरिया यहाँको केरा। त्यसपछि उहाँ साउजीहरूले हाम्रा बढी भएको केरा उनीहरूले सुर्खेत, पोखरा, काठमाडौँसम्म पनि पुर्याउँछन्। हजुर, यहाँबाट हजुरको चाहिँ उत्पादन कति जति जान्छ त? यो अघिल्लो वर्षको डाटा र अहिलेको हिसाबमा कति जति बिक्री गर्नुभयो? यो गत सालको लगभग हाम्रो लगभग समथिङ 40 लाखको हाराहारी बिक्री भएको छ गत सालको केला नै। केला मात्रै। र यो पाली चाहिँ 3.5 बिघामा यही रेट रह्यो भने 40 करा सुन्छ होला। यही रेट रह्यो भने पाली यो केरा चाहिँ कति बेला लगाउन सुटेबल हुन्छ त? कसरी लाउँदाखेरि यसमा कति जति चुनौतीहरू आउँछ, के समस्याहरू आउँछन्? अब यो छ केराको नेपालको हकमा खास सिजनल भनेको हाम्रो जेठ असार हो। खास असार साउनसम्म पनि लगाइन्छ। तर जुन किसिमले हाम्रो हावापानी छ यहाँको, हामी 12 महिना पनि केरा उत्पादन गर्न सकिन्छ। किनभने अहिलेको परिवेश के थियो भने जुन हामी जेठ असारमै मात्र रोप्ने के यो नेपालको हकमा के छ भने पानीको मतलब पानी दिन नपर्ने, पानी माथिबाट आइहाल्ने, र दोस्रो कुरा के टेम्परेचर पनि घटिहाल्ने। धेरै गरममा के छ भने बोटा लगायो भने मर्छ त्यसमा, किनभने माथिको गरम हुन्छ, तलतिर जमिन हिट हुन्छ र मर्छ। त्यही कारणले असारमा लगाइन्छ। तर त्यसको विकल्पमा अहिले हामी नयाँ ट्रायलमा गइरहेका छौं। जस्तै अहिले टिकापुरमा एकजना साथीले अहिले असुजमा रोपिया छ, बहुत राम्रो भएछ भन्दै थियो। त्यस सँगसँगै अन्तरबाली उसले मकै पनि लिया छ। र मैले पनि यसमा अन्तरबालीमा मैले जेठ 19 गते रोपिया थिएँ। मैले यसमा तपाईको अन्तरबालीको रूपमा मैले यसमा उखु लिए, र त्योभन्दा अगाडि मैले उखु र गन्ना सँगै लगाउने बेला त्यो बेला मकै लिए। अन्तरबालीले पनि एउटा किसिमको मतलब लागत कोष्ट घटाउन काम गरिरहेको छ। र साथै जुन केराको परिवेश अहिले हेर्ने हो भने जुन अहिले हामी अब म फागुनमा लगाउँदैछौँ यो केरा। यसमा अब यो एकै फसल लिने हो। यसमा म फागुनमा लगाउने, यो फागुनमा लगाउने हो केरा। फेरि अर्को खेत उखु यो गहुँ काटिसकेपछि हामी वैशाखमा पनि लगाउन सक्यो। त्यसको लागि अलि टेम्परेचर अलि रोक्नको लागि त्यो साइडमा यो सन हुन्छ नि, सन ढैँचा यी जस्ता मतलब अलि अग्लो त्यसलाई छाया गर्ने, लुबाट बचाउनको लागि त्यस्ता प्रविधिहरूले अपनायो भने हामी पक्कै पनि अब हामीले 12 महिना केरा उत्पादन गर्यौं भने नेपाललाई हामी धान्न सक्छौं जस्तो लाग्छ मलाई यहाँ।
अब यो पुरा क्षेत्र देशभरिको हेर्ने हो भने। यो क्षेत्रमा यसरी व्यावसायिक रूपमा केरा अन्य साथीहरू पनि गर्नु अहिले पछिल्लो धेरै- समय धेरैजना तपाईँ साथी। 62 पछि त्यो बेलादेखि गरेर आएको अहिले धेरै रूपमा विस्तार पनि भइरहेछ अहिले यो क्षेत्रको लागि केरा खेतीको लागि जमिन कति सुइटेबल छ र समग्रमा कस्तो अवस्था छ अहिले केला खेतीको? अहिले केराको खेतीको हेर्ने हो भने हाम्रो अहिले सबभन्दा राम्रो अहिले केरा खेती वडा नम्बर 6 र 4 मा हुँदैछ। ए त्यसपछि हाम्रो 8 मा पनि छ, किनभने 8 मा पनि छ, किनभने यो यसमा के छ भने केराको परिवेशमा पानी जम्नु भएन। हजुर पानी जम्यो भने केरा हुँदैन। त्यहाँ पानी चाहेको बेला जानु पर्यो, हजुर हामीले चाहेको बेला रुक्नु पर्यो। रोक्नु पर्यो तर त्यहाँ अहिलेको परिवेश हाम्रो वडा नम्बर 6 र वडा नम्बर 4 मा के छ भने उहाँ एकदम माटो राम्रो, हजुर। 2 मत माटो र 6 नम्बर पनि छ, 6 नम्बरमा पनि राम्रो हुँदैछ केरा। हजुर त्यो उहाँको माटो एकदम राम्रो छ, 2 मट माटो छ, उत्पादन धेरै छ। अहिले शान्तिपुर बेल्ट भयो, त्यसपछि तपाईँको विद्यानगर बेल्ट भयो, त्यसपछि उता यो के भन्छन् रिछा बेल्ट भयो। अहिले धेरै केरा योपालि विस्तार भएको छ र यस्तै रह्यो भने पक्कै पनि यो बिलौरी बेल्ट एउटा हरियाली केराको नामले पनि परिचित हुने जस्तो लाग्छ मलाई। ए, अनि अन्तिममा यसरी बेल्लोर नगरपालिकाले कृषि एम्बुलेन्स पनि दिइरहेको हुन्छ यसको सहायताले तपाईँहरूको केरा व्यवसायमा केही सहज भएको छ कि तपाईँले आफै व्यवसाय नै आउनुहुन्छ टाढाबाट? हाम्रो अहिले परिवेशमा के छ, केराको परिवेशमा भन्ने हो भने केराको परिवेशमा के छ भने हाम्रा साहुहरू जुन केरा लिनेवाला उन आफ्नै गाडी लिएर आउँछन्। हजुर। आफ्नै यहाँ उनका लेबर हुन्छन्, हाम्रा लेबर हुन्छन्, मिलाएर दुइटैले लगाएर त्यो गाडी भरेर उनी लैजान्छन्। र अहिले कृषि एम्बुलेन्सको हेर्ने हो भने तरकारी खेतीमा अलिक बढी प्रयोग भइरहेको छ अहिले। ए अहिले मेरो खास मेन खेतीहरूमा अहिले केरा, त्यसपछि उखु, त्यसपछि धान, गहुँ, मकै, त्यसपछि अहिले आलु पनि अहिले थप गर्दैछौँ, किनभने पहिला आलुको भाव पाउँदैन थियो र अहिले चाहिँ बालेन सरकारले गर्दाखेरि अहिले किसानलाई अलि विशेष प्राथमिकतामा र खास गरेर यहाँको किसानलाई कसरी आत्मनिर्भर बनाउने उनको जुन लक्ष्य सरकारले लिएको छ त्यसमा टेवा पुगोस् भनेर पनि र राम्रो रेटभन्दा पनि हामीलाई लागतभन्दा अलिकति मुनाफा भए हामीलाई पुग्यो। हामीलाई चाहिए छैन कि धेरै एकैचोटि 100 मा बिकोस्। हाम्रो लागत कोष्टलाई मध्यनजर गरेर सरकारले चाहिँ एउटा यो समर्थन मूल्य तोकिदियो भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। समर्थन मूल्यमा केही प्लस किसानलाई कति दिने हो त्यति किसिमको एउटा रेट तोकिदियो भने अझ राम्रो हुन्थ्यो जस्तो लाग्छ मलाई। त्यही भएर हामी योपालि आलु खेती पनि हामी पहिला पनि गर्थ्यौँ र अहिले माहौलले गर्दाखेरि अलि कोल्ड स्टोरको अलि अभावले गर्दाखेरि हामीले पछि छोड्यौँ र अहिले यो सालदेखि म आलु खेती पनि थप गर्दैछौँ अहिले। हस् थ्याङ्क यू दाइ। धन्यवाद।